हेलो गाइज वेलकम टु माई न्यू ब्लग। यो चाहिँ मेरो फुपू दिदीको घरबाट देखिने दृश्य हो। फुपू दिदीले पूजामा बोलाउनु भएको थियो हामीलाई। सो निम्तो मान्न हामी चाहिँ दोलखा गएका थियौँ। हामीले नुहाएर रेडी भयो भन। यो भन्नु यो गर छिटो यो गर्न यो अब हामी यहाँ बाहिर हेरौँ ल। बाहिर हेरौँ है। गाई छैन नि। आज चाहिँ हामी तामाकोसीमा यो फुल तार्छौँ। चिसो चिसो छ बाहिर। मैले गरे हैन उता चिस्का भयो पुरै घुमाएर मलाई हालिहाल्नु पर्यो त्यो सम्बन्ध जोडी गर्ने कतै हुनुहुन्छ कुमार दाइ बनाउँदै हुनुहुन्छ। त्यो दिन चाहिँ कन्टिन्युअसली पानी परेको थियो। बिहानै फुल तार्नको लागि दुईटा डोली रेडी गरियो। एउटा डोली चाहिँ माथि पँधेरोमा ठुलो पँधेरोमा लानुपर्ने थियो भने एउटा डोली चाहिँ तल तामाकोसीमा लानुपर्ने थियो। हामीले भनेको तिम्रो अलि भाग होस्। मेरो हजुरबाउहरू पार तरुण आमा पार तरुण भनेर भन्ने पानी चलाउनु हरि ओम दिदी देवा हेरम राख्यो मेरामा दासना समा अस्त गुण दासमा यदि अपपवित्र छर्दिन जल अपपवित्र वा यस प्रकारका साधने आत्मा सुखी अब बस्छ भइमा पनि आत्मा सिन्जते श्रीमाथि तीन जोडी सबैका सिना बाजुस् आपस गण गोपुक समाले हरि ओम तक सत्य गुस्रे बानी समाउनुस् हरि ओम तक सत्य पानीमा आचोब्नी हरि ओम तक सत्य ओम विष्णु पूजा गरि सका सबैले हातबाट पूजा गरि सका सिनेक्सन पहिला गोदान गरौँ न। गाई दानै नगरिकन मौसम बसेको। पूजा भनेपछि ठुलो सानो त हुँदैन, तर पनि एकादशीको पूजालाई चाहिँ धेरै नै सरसामान जुटाउनु पर्ने रहेछ। तामाकोसीको उल्लो कुनादेखि पल्लो कुनासम्म पुग्नको लागि 120 हातभन्दा बढी लामो डोरी बाबियोको बाटेर त्यसलाई फुल पात फलफुल हालेर सिँगारेर राम्रो बनाएर रेडी गर्नुपर्ने रहेछ। र सम्पूर्ण जो पनि फुल तार्न जान्छन् माथि होस् या तल ठुलो पँधेरोमा सबैलाई पुग्ने फुलमाला चाहिँ गाँसेर अघिल्लो दिनै रेडी गर्नुपर्ने रहेछ। उहाँ चाहिँ 52 बाजेको छोरा हो। उहाँलाई चाहिँ फुलको माला अलिक सानो भएछ, लामो माला खोज्न जानुभयो। जो सबैले फुलको माला लगायौँ। अनि तल तामाकोसी जाने ग्रुप र माथि ठुलो पँधेरो जाने ग्रुप चाहिँ रेडी हुन थाल्यौँ। तर पानी चाहिँ लास्टै ठुलो पर्न थालेर हामी एकछिन ओत लागेरै बस्यौँ। ला हिरो देख्या अब लाग्नुपर्छ है। यहाँको काम सक्यो हाम्रो यति हो अहिले। अब एकैचोटि 2 बजीतिर 2 बेलुका आज चाहिँ शनिबारसम्म पर्छ भनेपछि बेलुकासम्म पर्ला नि। भोलिदेखि चाहिँ उम्रिन्छ। एउटा यही खुलाइदिन्छ एउटा बाजा पानी त कत्रो ठुलो पर्यो नि। के छ उही कसको ओडाउनु रहेछ यो ओडेर गए नि हुन्छ है। अरूको नि होला। ल गयो डोली गयो डोली। यो डोली चाहिँ माथि ठुलो पँधेरो गयो।
उसुला घट ए उसुरे के अरे पुगालो तामाकोसी हाम्रो जनक दाइ हुनुहुन्छ त्यहाँ हाम्रो ला हाम्रो डोरी त चुट्यो अब के हुन्छ कुन्नी हेरौँ यत्रो गरेर ल्याए अनि चुट्यो डोरी हाम्रो छुट्टेको होइन रहेछ म त कहाँ माथिबाट हेरेको दाइले समातिरहनु भएको थियो अनि हाम्रो छुट्टे त ला यही हुँदैन स्टुडेन्ट छोड्दै हुन्छ यो चाहिँ हाम्रो दाइलाई त फोनै लागेन हाम्रो आयो है अहिले तान्छ किन हो र बरु छोड्दिने नि तामाको चाहिँ ल यो पानीले छालले लग्यो भने त लग्यो त मान्छे तार्न चाहिँ तारै धन्न हाम्रो डोरी वहाँ पुग्यो हाम्रो डोरी अलि नसुन अलि नसुन अहिले जस्तो बोलाउला खोला तर्यो कुन तर्यो सेतो सेतो लुगा लगाएको चाहिँ भर्खर भर्खर मरेको मान्छेहरूको रहेछ 1 वर्षभित्र नपुगेको यिनीहरू चाहिँ पछि पछि हजुर
बोल्नु के बोल्नु भन्छ आयो आयो हाम्रो फुल तर्यो त्यहाँ अर्को लट आउँदैछ ए फुलै फुल तार्दा रहेछ नि त अब यहाँ ओह्रालो झरेर त आयो अब हाम्रो माथि जानुपर्छ उकालो उकालो कसरी चढ्ने थाहा छैन यहाँ तारे तारे एउटा फुल दुईटा फुल 3 4 5 6 6वटा उता तारेर 6वटा फुल त मैले तारेको थिएँ हामी चाहिँ यहाँ फुल तार्दैछौँ हजुर के भन्नु